नमस्ते साथीहरू, आज म तपाईहरूलाई यी सेवाबाट बैंकमा कसरी पैसा पठाउने र बैंकबाट यी सेवामा पैसा कसरी लोड गर्ने त्यो तरिका आज म तपाईहरूलाई यो भिडियो मार्फत बताउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा तपाईहरू आफ्नो बैंक एकाउन्टमा जानुहोला। म यो बैंक एकाउन्टमा जाँदैछु। आफ्नो यो ग्लोबल आइएमई बैंक हो मेरो। यहाँ गएपछि यो मेरो ग्लोबल आइएमई बैंक ओपन हुँदैछ। यो मेरो ग्लोबल आइएमई बैंक ओपन भइहाल्यो। अब म के गर्ने, यी सेवामा सबैभन्दा पहिला यी सेवामा पैसा लोड गर्ने हो। त्यसको लागि साथीहरू हामीहरू यहाँ हब छ, जुन हब यहाँ तल जुन कर्नरमा हब लेखेको छ त्यो हबमा जाने अनि यहाँ सर्च गर्दा पनि आइहाल्छ ई सेवा। नत्र तपाईहरू यहाँ गएर व्यालेट लोड यहाँ छ, यहाँ व्यालेट लोडमा क्लिक गर्ने। त्यसपछि यहाँ हाम्रो व्यालेटहरू हेराउँछ। यहाँ खल्ती छ, ई सेवा छ, आइएमई पे छ। त म चाहिँ ई सेवामा पैसा हाल्दैछु। ई सेवा नम्बर हाल्ने, जुन ई सेवामा तपाईहरूले पैसा ट्रान्सफर गर्नुहुन्छ त्यसको नम्बर हाल्ने। म आफ्नो ई सेवाको नम्बर हाल्दैछु। म आफ्नो ई सेवामा पैसा पठाउँछु भने र एमाउन्ट यहाँ चाहिँ तल चाहिँ एमाउन्ट हाल्ने। जस्तै म यहाँ एमाउन्ट हाल्दैछु। $3000 र यहाँ चाहिँ रिमार्क्स लेख्ने, कुन सम्बन्धी यो चाहिँ तपाईँ ट्रान्ज्याक्सन गर्दै हुनुहुन्छ त्यो यहाँ हाल्ने। फर लोन मैले हालिदिएँ। त्यसपछि तल चाहिँ तपाईँ जहाँ एरोको जुन निशान छ त्यो माथि क्लिक गर्ने। यो चाहिँ त्यसपछि एकचोटि फेरि आफ्नो विवरण तपाईहरूले राम्ररी तरिकाले हेरिहाल्नु। विवरण यहाँ छँदैछ। फ्रम एकाउन्ट हो, कुन एकाउन्टबाट जाँदैछ, व्यालेट आइडी हो, कस्टमर नेम हो, एमाउन्ट हो अनि रिमार्क्स हो। त्यसपछि साथीहरू कन्फर्म गर्ने हो। यो मेरो एमाउन्ट यो भयो। माथि पनि यहाँ आइसकेको छ, पेमेन्ट सक्सेसफुल टु ई सेवा। अब सबैभन्दा म चाहिँ ई सेवामा जान्छु। यहाँ ई सेवामा गए, यहाँ ई सेवा म लगइन गर्दैछु। म सबैमा फिङ्गर हालेको छु, त्यही भएर यो मेरो ई सेवा लगइन भयो। यहाँ एमाउन्ट आइसकेको छ साथीहरू। यहाँ एमाउन्ट 3000 आइसकेको छ। अब चाहिँ यही एमाउन्ट म बैंकमा कसरी ट्रान्सफर गर्ने, तपाईहरू यहाँदेखि तलदेखि क्युआर कोड पनि गर्न सक्नुहुन्छ स्क्यान गरेर। नत्र क्युआर कोड छैन भने यहाँ जुन माथि बैंक ट्रान्सफर छ त्यो माथि जानु। त्यसपछि साथीहरू गएपछि यहाँ पर्सनल एकाउन्ट छ, अदर एकाउन्ट छ। यहाँ पर्सनल एकाउन्टमा क्लिक गर्छु। बैंक कुन हो त्यो बैंकको नाम लेख्ने। जस्तै बैंकको नाम हो सिद्धार्थ बैंक। यो सिद्धार्थ बैंक नाम मैले लेखेँ। एकाउन्ट नम्बर चाहिँ जुन एकाउन्ट नम्बर त्यो एकाउन्ट नम्बर हाल्ने। यहाँ एकाउन्ट नम्बर हाल्दैछु। एकाउन्ट नम्बर हाल्ने, यो एकाउन्ट नम्बर हो। त्यसपछि एकाउन्ट नेम जुन अटोमेटिक आइहाल्छ। ओके, त्यसपछि एड गर्ने हो। एड गरेपछि एकचोटि फेरि आफ्नो बैंक र एकाउन्ट नम्बर र एकाउन्ट होल्डर नेम एकचोटि फेरि हेरिहाल्ने। त्यसपछि सेभ गर्ने। सेभ गरिहालेँ मैले। अब चाहिँ एमाउन्ट हाल्ने। एमाउन्ट म 2500 पठाउँदैछु।
फेरि यहाँ पर्पज रिमार्क्स जुन हुन्छ त्यो रिमार्क्स हाल्ने। फोर युटिलिटिज मैले हालिदिएँ। तपाईहरु आफ्नो इच्छा अनुसार हाल्न सक्नुहुन्छ। त्यसपछि चेक गर्ने। यहाँ फेरि एकचोटि तपाईहरु हेरिहाल्ने। पेइङ एमाउन्ट सर्भिस चार्ज 10 रुपैयाँ हो। त्यसपछि यहाँ प्रोसिडमा क्लिक गर्ने। यहाँ सबै अब लास्ट टाइममा सबै यहाँ विवरण हेरिहाल्नु तपाईहरु। त्यसपछि कन्फर्ममा क्लिक गर्ने अनि यहाँ पे वाइ ई सेवा यहाँ पे फेरि क्लिक गर्ने। यो जुन ट्रान्ज्याक्सन पिन छ तपाई म्यानुअली पनि हाल्न सक्नुहुन्छ, नत्र चाहिँ फिंगरप्रिन्ट जुन मैले लगाएको छु त्यसमा क्लिक गरेर हाल्न सक्नुहुन्छ। यो पेमेन्ट सक्सेसफुल यहाँ भइसक्यो। पेमेन्ट सक्सेसफुल। अब तपाईहरु यो यसको पीडीएफ पनि डाउनलोड यहाँबाट गर्न सक्नुहुन्छ माथिबाट। डाउनलोड यो डाउनलोड भइहाल्यो। यसरी नै तपाईहरु आफ्नो ई-सेवाबाट बैंकमा र बैंकबाट ई-सेवाहरू ट्रान्सफर गर्न सक्नुहुन्छ। आजको लागि यति नै।